रगतमा मिसिने हो त खानेपानी सिधै। फोहोर पानी खुवाएर हामी मन्त्री भएर हिँड्नु त मिलेन नि मन्त्रीज्यू। जनताले चाहिँ गरिबले खानेपानी खानु नपाउने अनि किनेर खाने त अनि के घर बेचेर खेत बेचेर सबैले खाने पानी बोतल किन्दै खाने अनि बास कहाँ बस्ने मन्त्री। तपाईँहरू पनि गाडीमा चढेको चढै छ, तिमीहरू पशु हो फोहोर पानी खाऊ भनिदिने जनतालाई। त्यसो भन्नु पाइँदैन मन्त्रीज्यू। शुद्ध पानी खुवाउनुहोस् न। नेपाल आउने पर्यटकले के भन्छ, नेपालमा त आउन मन लाग्छ, हिमाल हेर्न पनि मन लाग्छ, खानेकुरा छैन रे। ब्राजिलको मासु ल्याइदिने भए हामी नेपाल आउँछ अनि के ब्राजिलको मासु किनेर पर्यटकलाई खुवाउने? हाम्रो मासुको गुणस्तर विकास गर्नु पर्दैन मन्त्रीज्यू। नेपालको औषधिहरू गुणस्तर नहुँदा अनि डाक्टरहरूसँग हामीले सोच्छौँ यो औषधि खाएर मिलेर नेपालको नखानुहोस् न, विदेशीको खानुहोस्, यही कम्पोजिसन गरे त्यस्तो औषधि उत्पादन गर्न मिल्छ मन्त्रीज्यू? कामै नलाग्ने औषधि, त्यो औषधि कम्पनी कुन हो खोइ अनुगमन। यस्तो गर्नु भएन नि, गरिबलाई मार्ने काम सरकारले गर्नु भएन के? धनी मात्र बाँच्ने भए त सबै अमेरिका गइरहेकै छन्। त्यसकारण यो मिलेन।